ब्रुनेईको माछाबाट स्टार्ट हुन्छ पकाउन पनि। पारा ल्याउने रङबाट पठाइदिनु भयो दिदीहरूले एउटा कराईको कान नभएको कराईमा। हाई एभ्रिवान, आजको मेरो तरकारीको ब्लग चाहिँ ब्रुनेईको माछाबाट स्टार्ट हुँदैछ है साथीहरू। यो चाहिँ हाम्रो घरबेटीहरूले हङकङबाट पठाइदिनु भएको ब्रुनेईको माछा। त्यसको लागि प्याज चाहियो, खोर्सानी चाहियो। खोर्सानी चाहिँ आफूलाई ठिक्क आवश्यकता हुन्छ राख्नु होला। खोर्सानी चाहिँ मैले यति राखेको छु। हामी चाहिँ ठिक्क खान्छौँ, धेरै पनि खाँदैनौँ, ठिक्क खान्छौँ। त्यसपछि त्यसको लागि चाहिँ हामीलाई आलु पनि चाहियो, आलुसँग पनि मिठो हुन्छ। त्यसपछि कराई तताएर तेल राख्ने, तेल पनि आफ्नो आवश्यकता अनुसार राख्नु होला। जति माछाको क्वान्टिटी छ त्यति त्यसलाई फ्राई हुने गरी राख्नु होला। त्यसमा जिरा धनियाँ के घरमा मसला छ तिनीहरूलाई पनि फ्राई गर्न दिनुहोस्। अनि त्यो माछालाई मजाले फ्राई गर्नु होला। फ्राई गर्दै ठिक्कको मिडियम फ्लेममा फ्राई गर्नु होला। यसलाई चाहिँ ब्राउन कलरको भइन्जेलसम्म फ्राई गर्नुपर्छ। यसलाई क्रन्ची टाइपको बन्नु पर्यो के पहिला फ्राई गर्नु पर्यो। मजाले यसलाई फ्राई हानेपछि यसको भरे सुप यस्तो मिठो हुन्छ, मलाई चाहिँ एकदम मनपर्छ। तपाईँहरूलाई कस्तो लाग्छ है। यसलाई चाहिँ मजाले फ्राई हुन दिनु पर्यो। यतिको भइसक्यो। अहिले चाहिँ फ्राई गर्दा यसलाई चाहिँ अब प्लेटमा निकाल्नुपर्छ। यसरी प्लेटमा निकाल्यो। यसलाई फ्राई गरिसकेपछि प्लेटमा निकाल्यो। यता खाना पनि म बसाउँदैछु। पुरै क्यामेरा एक हातमा क्यामेरा अर्को हातले काम गर्नु पर्दा त धेरै हल्लियो के। स्ट्यान्ड पनि छ तर स्ट्यान्ड राख्न अलिकति अप्ठ्यारो भएर मैले चाहिँ स्ट्यान्ड राखेको छैन। खाना पनि म पकाउँदैछु। अब चुलोलाई अन गरेर खानालाई बसाल्नु पर्यो। त्यसपछि अघि माछा फ्राई भएकै तेलमा प्याज राख्ने, मजाले यसलाई तातिन दिनु पर्यो। अनि यसलाई मजाले फ्राई गर्ने के ब्राउन कलर भइन्जेल यो प्याजलाई पनि फ्राई गर्छौँ क्या हामीले। मजाले फ्राई गर्नुपर्छ। यो काँचो भयो भने त्यस्तो मिठो हुन्न। अनि प्याजलाई पनि मजाले फ्राई गर्ने। अनि यसमा हामीले खोर्सानी राख्छौँ। खोर्सानी चाहिँ आफ्नो आवश्यकता अनुसार राख्नु होला। कसैलाई बढी पिरो मनपर्छ, हामीलाई चाहिँ ठिक्क एउटा दुईटा भयो हुन्छ। अनि यसलाई पनि मजाले फ्राई हुन दिनु पर्यो। दुईटैलाई, प्याजलाई पनि खोर्सानीलाई पनि फ्राई हुन दिनु पर्यो। त्यसपछि आलुलाई पनि फ्राई गर्ने। आलुलाई पनि मजाले पकाउनु पर्छ कि यो चाहिँ मजाले पाक्नुपर्छ नि त। हाम्रो त्यो माछा त अलरेडी नै अघि फ्राई छ नि त। अनि यसलाई चाहिँ आलुलाई पनि मजाले पकाउने। आलु मजाले पाकेको हुनु पर्यो कि। यता टमाटर पनि रेडी छ साथीहरू। टमाटरलाई पनि मजाले चप गरेर रेडी गरिसकेको छु। र काटेर राखेको टमाटरलाई पनि यसरी आलुसँग मजाले पकाउनु पर्यो। यसको ग्रेभी आउँदा भरे कलर चाहिँ राम्रो देखिन्छ के। अनि अलिकति टमाटर लगाएपछि अलि मिठो पनि लाग्छ मलाई चाहिँ। अनि यसलाई यसरी फेदबाट राखेर माथिबाट आलुले छोपिदियो भने चाहिँ एकैछिनमा पाक्छ। र फाइनली यस्तो हुँदैछ हाम्रो तरकारी चाहिँ। यो पछिबाट मैले भोइस ओभर गरेको हो कि, अनि नमिल्न पनि सक्छ। त्यसको लागि चाहिँ म माफी चाहन्छु तपाईँहरू सामु। अब चाहिँ पालो छ अघि हामीले फ्राई गरेर राखेको माछालाई यसरी राख्ने, आलुसँग राखेर अनि केही बेर यसलाई पनि फेरि पकाउनुपर्छ। यो चाहिँ अहिले यो माछा चाहिँ अहिले खायो भने पुरै क्रन्ची छ नि त। यसलाई चाहिँ अलिकति गिलो बनाउनलाई चाहिँ एकछिन पकाउनुपर्छ के। ब्रुनेईको माछा पो त साथीहरू पकाउन पनि पारा ल्याउनु पर्यो नि। पारा त्यत्तिकै त कहाँ हुन्छ र भन्नु पनि कसरी। आफूलाई पनि त्यस्तो चाहिँ आउँदैन। त्यही पनि यसो तपाईँहरूलाई आफूले जानेको कसरी पकाउँछु भनेर तपाईँहरूलाई देखाएको हो है साथीहरू। ब्रुनेईको माछा चाहिँ आज सन्धिका च्यानलको किचनमा एउटा कराईको कान नभएको कराईमा ब्रुनेईको माछा आज पाक्दैछ साथीहरू। यो कराईको कान चाहिँ अस्ति नै तपाईँहरूलाई थाहा पनि छ त। कतिजनाले मेरो भिडियो हेर्नुभएकोहरूलाई चाहिँ थाहा छ। यो चाहिँ मैले समथिङ के बनाउँदै थिएँ त्यति बेला यसको कान भाँचिएको।
अनि मैले यसलाई फेर्ने भनेको यहाँ अब बनाउने मान्छे पनि हुनुहुन्न। अनि मैले त्यहाँ पर पसलमा पनि सोधेको, यसको त अहिले बनिँदैन, अलिक समयपछि आउनु है भन्नुभएको थियो। अनि त्यत्तिकै काम चलिहाल्छ नि भनेर मैले यही कराई चलाइरहेको छु। अरू पनि छ 2-3टा छ, तर मलाई चाहिँ यही राम्रो लाग्छ कि सुरुबाट चलाएको भएर यही कराई मलाई चाहिँ मनपर्छ। यसको एउटा काम चाहिँ फेर्नुपर्ने, त्यस्तै हो साथीहरू। अब लगभग 90% चाहिँ ब्रुनाईको माछा प्लस आलुको तरकारी रेडी भइसकेको छ। अब यसमा हामीले तातो पानी राखिदिनुपर्छ। कसैले चाहिँ यतिकै पनि मनपर्छ, मलाई चाहिँ यसको चाहिँ सुप नै मिठो लाग्छ क्या। यो माछा र आलुको सुप एकदमै मनपर्छ मलाई चाहिँ। हाम्रो घरबेटी दिदीहरू चाहिँ हङकङमा हुनुहुन्छ नि त, अनि उहाँहरूले चाहिँ जहिले हामीलाई सालमा पठाइदिनुहुन्छ क्या। माछा भयो, कपडाहरू, अनि धेरै माया गर्नुहुन्छ क्या हामीलाई, एकदमै धेरै सम्झेर पठाइदिनुहुन्छ सधैँ। जुनै साल पनि यो साल पनि पठाइदिनु भएछ भिडियोको मार्फतै। धन्यवाद दिदीहरूलाई, दाइहरूलाई। अनि हाम्रो घरमा घरबेटीसँग नराम्रो भएर त्यसरी बसेको त्यस्तो चाहिँ इन्सिडेन्ट चाहिँ मलाई थाहा छैन। जहाँ बसे पनि एकदमै राम्रो घरबेटीहरू हुनुहुन्छ, एकदमै धेरै माया गर्नुहुन्छ। म पनि बसिसकेपछि आफ्नो घर जस्तै हो फेरि। त्यो घर यसले गर्छ, पल्लो कोठाकोले गर्छ, माथि कोठाकोले गर्छ भन्ने हुँदैन। मलाई चाहिँ आफू कोठामा बसिसकेपछि, रुममा बसिसकेपछि त्यो बसेको रुम घर आफ्नै सोचेर बस्यो भने राम्रो हुन्छ। सो आजको मेरो ब्रुनाईको माछाको रेसिपी पनि रेडी भइसकेको छ। यसमा अलिकति थोरै सुप लाउनुपर्छ कि क्या हो, धेरै मैले चलाएँ। र आजको मेरो भ्लग यति नै। अनि त्यस्तो आज स्पेसल त्यस्तो त केही थिएन, त्यही पनि यसो ब्रुनाईको माछा चाहिँ अब सम्झेर हङकङबाट पठाइदिनु भयो दिदीहरूले, घरबेटी दिदी दाइहरूले सम्झेर पठाइदिनु भयो। अनि तपाईँ कतिले खानु भएको छैन। मैले चाहिँ यसो आफ्नो डेली भ्लगमा मैले चाहिँ राखेको है। आज पकाएको ब्रुनाईको माछाको रेसिपी। मैले चाहिँ पहिला पनि यो त धेरैचोटि खाएको है। पहिला चाहिँ तारेको मन पर्थ्यो, मेरो मामाले पठाइदिनुहुन्थ्यो नि त। अनि त्यो टाइमतिर चाहिँ हामी फ्राई गरेर खान्थ्यौँ। अनि यहाँ आएपछि चाहिँ थाहा भयो, यहाँ दिदीले भन्नुभयो क्या आलुसँग पनि पकाउनुपर्छ, एकदमै मिठो हुन्छ भन्नुभयो। अनि त्यसपछि चाहिँ आज पकाएको। यति भन्दै आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो, मेरो भिडियो मन परेमा लाइक, सेयर अनि च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आज चाहिँ म बिदा हुन चाहन्छु। फेरि हामी अर्को भ्लगमा भेट्नेछौँ। त्यति दिनसम्मको लागि बिदा दिनु होला। धन्यवाद।